सबैजनामा नमस्ते। आज हामी पढ्छौं करण र अकरण। करण वाक्यलाई अकरण कसरी बनाउने, अकरण वाक्यलाई करण कसरी बनाउने। अब यो बनाउने चाहिँ हाम्रो चारवटा विधि छन्, जसमा एक नम्बरमा आउँछ कुनै पनि क्रियाको सुरुमा न को प्रयोग गरेर अर्को छ 2 नम्बरमा त्यस्तै बीचमा न को प्रयोग गरेर अर्को छ 3 नम्बरमा अन्तमा क्रियाको अन्तमा न को प्रयोग गरेर। अर्को छ एउटा वाक्यको अर्थ नबिगड्ने गरी बनाउने, जसले कि अब विशेषणलाई परिवर्तन गर्ने। 7 अर्थ नबिगड्ने गरी यो चारवटा नियममा हामी पढ्छौं। अब सुरुमा कुनै पनि क्रियाको सुरुमा न को प्रयोग गरेर, जस्तै कि मानौ अब मेट्दै गरौँ बिस्तारै। अब यो कुनै पनि क्रियाको सुरुमा न को प्रयोग कसरी गरेर बनाउने, जसरी के हुन्छ राम वाक्य राम भात खालान। ठीक, यो अब करण भयो। यसलाई अकरण कसरी बनाउने, अब हामी पढ्दैछौँ कुनै पनि क्रियाको सुरुमा न को प्रयोग गरेर। त्यो क्रिया भयो, अब क्रियाको अगाडि सुरुमा, जस्तै कि अब यसले बनाउँदाखेरि राम भात न खाला। ठीक, अर्को छ त्यस्तै 2 नम्बर वाला बीचमा क्रियाको बीचमा चाहिँ अब यो यही बीचमा कसरी न को प्रयोग राम भात न खालन खान्छ। अब यसलाई बनाउँदाखेरि राम भात खान्थ्यो वा खानु हुनुहुन्छ खान्थ्यो, न को बीचमा प्रयोग भयो। त्यस्तै छ तेस्रो नम्बर चाहिँ हाम्रो अन्तमा न को प्रयोग गर्ने, जसरी कि अब राम भात खान्छ भने अब यसलाई बनाउँदाखेरि राम भात खाँदैन। यो अन्तमा नभयो, यो बीचमा नभयो र यो सुरुमा नभयो। सुरुमा क्रियाको सुरुमा न, क्रियाको बीचमा न, क्रियाको अन्तमा न थपेर चाहिँ हामी करणबाट अकरण बनाए। अब अर्को छ अर्थ नबिगड्ने गरी अकरण कसरी बनाउने। अर्को छ अर्थ, जसरी कि अब सीता
धेरै धेरै भात खान्छन् धेरै भात खान्छन् भने अब यसलाई अर्थ नबिगर्ने गरी सीता अब यो विशेषणलाई मात्र उल्टो गर्ने थोरै भात खान्छन् यो भयो यसरी चाहिँ अर्थ नबिगर्ने गरी करणबाट अकरण बनाउने यति सजिलै नै छ अहिले यस्तो चाहिँ बुझिहाल्नु भएको छ।